हामी तोडफोड गर्ने, टायर बाल्ने, जिन्दाबाद र मुर्दाबाद गर्ने युवा बन्नु हुँदैन। हामी सकारात्मक सोचका साथमा अगाडि बढ्ने युवा बन्नुपर्छ। हामी सहकार्य गरेर कसरी काम गर्न सकिन्छ त्यतातिर जानुपर्ने जरुरी देख्छु मैले। र धेरै जब युवा जमात जिन्दाबाद मुर्दाबादको नारा गर्दै नेपालगञ्जका चौचौराहामा हामीले हेर्छौँ, तर हामी त्यस्तो हुनु हुँदैन। हामी सजग हुनुपर्छ। हामी देशको संविधान बुझ्नुपर्छ, देशको कानुन बुझ्नुपर्छ, आफ्नो अधिकार बुझ्नुपर्छ, आफ्नो दायित्व बुझ्नुपर्छ। राष्ट्रप्रति मेरो जिम्मेवारी के छ त्यो बुझ्नुपर्छ, समाजप्रति मेरो जिम्मेवारी के छ त्यो बुझ्नुपर्छ। हामी त्यो युवा बन्नुपर्छ। हामी जिन्दाबाद मुर्दाबाद गर्ने गरी टायर बाल्ने, सिंहदरबार अगाडि टायर बाल्ने, सामाजिक सञ्जालमा थरीथरीका कुरा लेख्ने युवा बन्नु हुँदैन। हामी सकारात्मक सोचका साथ अगाडि बढ्ने, हामी आफूलाई कसरी निखार ल्याउन सकिन्छ त्यो विकासका साथमा, त्यो सोचका साथमा अगाडि बढ्नुपर्छ भन्ने। हामीले नेपालगञ्ज शहरमा शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, व्यापार, वातावरण, पर्यटन, संस्कृति, प्रविधि लगायतका विषयमा युवाहरूले चिन्तित छन्। उनीहरूले आफ्नो विकासको नेपालगञ्ज शहरलाई विकास गर्नका लागि आफ्नो ठाउँबाट कसरी काम गर्न सकिन्छ भन्ने कुराहरूमा चिन्ता व्यक्त गर्दै गर्दा हामी खुसी छौँ। र आगामी दिनमा यहाँहरूले जुन किसिमले सक्रिय रूपमा सहभागिता जनाउनुभयो र सहयोग गर्नुभयो त्यसका लागि धन्यवाद दिन चाहन्छु। र अब आगामी दिनहरूमा यसरी नै युवाहरू र स्थानीय सरकार बीचको सम्बन्धलाई कसरी मजबुत गर्न सकिन्छ त्यसप्रति पनि हामी सबैको ध्यान आकर्षण हुनुपर्छ भन्ने कुरा पनि निवेदन गर्न चाहन्छु।